सबैमा नमस्कार साथीहरू। तपाईँ अहिले जुन कैद गरिएको भिडियो देख्न सक्नुहुन्छ यो लमजुङ जिल्लाको राइनास नगरपालिका अल्काटार भन्ने ठाउँको हो। यो अत्यन्त मनमोहक अहिले तपाईँ देख्न सक्नुभएको छ। यो गोर्खा पर्छ, फेरि यो डाँडो गोर्खा पर्छ। गोर्खा त्यो डाँडाको ठिक्कै मुनि चेपे नदी छ, जहाँ कि बहादुर शाह र नरहरी शाह बीच झगडा पर्दाखेरि आफ्नो आमाले मुमा बडा महारानीले दुध त्यो खोलामा बगाएर एकले अर्को जिल्लामा चाहिँ आवत जावत रोक गरिएको थियो, किनभने आफ्नो आमाको दुध माग्न मिल्दैन त्यो कथन छ भने। अहिले देखिएको चाहिँ जुन चुचुरो छ त्यो चाहिँ राइनासकोट नगरपालिका पर्छ। तपाईँ देख्न सक्नुहुन्छ त्यो घले गाउँ पनि त्यहीँ, त्यो मुनि चाहिँ घले गाउँ छ र यो राइनासकोट नगरपालिका तपाईँले सुन्दर देख्न सक्नुहुन्छ। र साथीहरू, लमजुङ जिल्ला एकचोटि भिजिट गर्नुहोला। तपाईँहरूलाई अत्यन्त मनमोहक छ यो लमजुङ जिल्ला। यहाँ लमजुङ दरबार पनि यही क्षेत्रमा पर्दछ साथीहरू। तपाईँहरूले लमजुङमा गएर मनमोहक दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ। पक्कै पनि एकचोटि गएर यो स्थललाई भ्रमण गर्नुहुनेछ भन्ने आशा लिएको छु। अहिले तपाईँ जुन देख्नु भएको छ यो चाहिँ गोर्खा जिल्ला पर्छ, जुन बाबुराम क्षेत्रको बाबुराम भट्टराईको क्षेत्र पर्छ। यो तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ जुन अघि मैले भनिसकेँ, द्रव्य शाह र नरहरी शाहको झगडा पर्दाखेरि आमाले दुध बिचमा खोलामा खन्याएर पोखेपछि नाग्न हुँदैन भन्ने कथन थियो। धन्यवाद।